मोबाइल खोज्दै आमाले भनिन् पहिला मुख धो है। एकछिन मात्रै टिकटक हेर्छु भन्दै 2 घण्टा बित्यो थाहै भएन है। किताब खोल्दा निद्रा लाग्छ, मोबाइल खोल्दा आँखा जाग्छ। पढ्छु भन्छु फेरि बहाना, आज पनि भयो ती कहानी पुराना। मोबाइल मेरो साथी, चार्ज सकिँदा हुन्छ आपत भारी। वाइफाई गयो भने मुटु नै दुख्छ, नेट आयो भने फेरि नाच्न थाल्छ। साथीले भन्यो पढाइ गर्न, मैले भने भोलिदेखि पक्का। भोलि आयो फेरि भोलि भन्यो, पढाइ त भयो मोबाइल भित्रै अड्क्यो। आमाको अगाडि पढे जस्तो गर्छु, किताब मुनि मोबाइल लुकाउँछु। आमाले 81 सोध्दा प्रश्न, मोबाइल होइन किताबै पल्काउँछु। हाम्रो टिनेज जिन्दगी हाँस्दै खेल्दै बितोस् नि। पढाइ पनि गरौँ रमाइलो पनि, साथीभाइसँग हाँसो बाँडौँ नि। मोबाइल चलाऊ तर होस पुर्याऊ, पढाइलाई पनि अलिकति सम्झाऊ। टिनेज उमेर फेरि फर्किँदैन, हाँसेर बिताएको पल कहिले बिर्सिँदैन।